बेल्जियम 1 काजाकिस्तान 1 फुटबल हिस्ट्रीमा यस्तो टाइपको यतिको गेम हामी रियरै हेर्न पाउँछौँ जहाँ चाहिँ गोल पनि होस्, येल्लो कार्ड होस्, रेड कार्ड होस्, यस्तो प्लेयर्समा बेल्जियमको प्लेयर्स पासेस कम्प्लिट कति छ एक्ज्याक्टली मैले अहिले त हेरिनँ। आई गेस हाफ अगाडि नै 374 थियो, हाफ अगाडि। हाफ पछाडि मलाई लाग्छ 600-700 प्लस होला। एभरेजमा प्लेयर्सको खुट्टामा 3 सेकेन्डभन्दा बढी बल होल्ड भएको छैन। एन्ड यस्तो डिफेन्सदेखि एट्याकिङको ट्रान्जिसन, एट्याकिङदेखि डिफेन्सको ट्रान्जिसन, वाट अ गेम। वर्ल्ड कप क्वालिफिकेसन नोभेम्बरको महिना छ एन्ड बेल्जियमले ड्र खेल्यो, जितेको भए अटोमेटिक क्वालिफाई भइसकेको थियो। अब लास्ट म्याच कुर्नु पर्यो। हेरौँ, लास्ट म्याचमा डाइरेक्ट डिब्रुना थिएन, डिब्रुनाको अभाव, क्रिएटिभिटी एन्ड लुकाकु इन्जर्ड छ। यस, स्ट्राइकरको एउटा क्लियरली अभाव भइरहेको थियो, जेरेमी डोकोमा पाल हुन्छ जताततै। यो म्याचमा डोकु जताततै थियो, लेफ्टदेखि राइट, स्किल्स, ओ माई गड, 2-3 प्लेयर्सले मार गरेको छ। त्यो प्लेयर्सलाई होल्ड गरेर बल रिलिज गर्न सक्छ क्या, द्याट्स द क्वालिटी। अहिले बेस्ट विङ्गर डोकु कोही छ भने, फर्ममा छ भने डोकु। प्रिमियर लिगमा सिटीबाट त्यस्तै गराएको छ। आजको गेममा डोकुले त्यस्तै बोनफाड हरामखोर पर्फर्मेन्स गर्यो। एन्ड एउटा प्रपर स्ट्राइकर, किप्परले यति सेभ गर्यो नि, क्लिनिकल फिनिस भएन बेल्जियमको। एन्ड काजाकिस्तानकोले किप्परले धेरै अक्टोपस, लाइक अस्ति कोर्टुवा अक्टोपस भएको थियो एल क्लासिकोमा होला होइन, लाइक द्याट काजाकिस्तानको गोलकिपर अक्टोपस भइदियो, सेभ धेरै गर्यो, बोनफाड गर्यो। एन्ड क्लिनिकल फिनिस भएन, क्रसेसहरू धेरै आएको थियो। बेल्जियम अब नेक्स्ट लास्ट म्याच, लास्ट राउन्ड कुर्नुपर्ने भयो, जितेको भए क्वालिफाई हुन्थ्यो। लेट्स सी।